निषेध गरेर कसैले पनि अब यो देशमा राजनीति गर्छु भन्ने सोच्छ भने त्यसलाई हामी चेतावनी दिन चाहन्छौँ। अस्तिको क्रान्ति अपुरो छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीहरूले फेरि एकपटक हाम्रो अधिकार मागेर हामी सडकमा उत्रिनुपर्छ। चैत 15 गते तपाईँ हामीले भोगेनौँ। एउटा अर्को व्यक्तिको अभियानलाई हामीले समर्थन गर्दै गर्दाखेरि हाम्रो सिङ्गो पार्टी नै एउटा भट्खालोमा झन्डै परिसकेको हामीले महसुस गरेनौँ। जेनजीको आन्दोलन पश्चात हिरो हुन्छु म त देश नेतृत्व गर्छु भन्ने प्रचण्डले आज आफ्नो पार्टी माओवाद खारेज गरेर हेर्नुस् त 17,000 नेपालीलाई मारेको थियो। 2 लाख तपाईको युवाहरू विस्थापित भएका थिए। 6 लाखले चाहिँ देश छोड्न बाध्य भएका थिए। लाखौंको संख्यामा चाहिँ तपाईको उद्योगहरू बन्द भएर ल्याएको माओवाद, त्यो माओवाद उहाँले खारेज गर्दै आज आफ्नो अस्तित्वगत सङ्कट आयो अर्कै पार्टी बनाउनु भयो, अर्कैतर्फ विलिन हुनुभयो। खोइ त उहाँ त यो जेनजी आन्दोलन पछि त म प्रचण्ड हुँ, म नेतृत्व गर्छु भनेर प्रतिपक्ष दलको बैठकबाटै भाग्नु भएको होइन। रासोपाको पार्टी अध्यक्ष जेलबाट पुरै भयङ्कर ठुलो आवाज गरेर गडगडाएर गाडीबाट हात हल्लाउँदै अबको प्रधानमन्त्री मै हो जसरी निस्किनु भएको होइन। के गर्यो त स्वीकार्यो जेनजीले। हाम्रो पार्टीले पनि त्यो समयमा हामीले त्यो आन्दोलनलाई कब्जा गर्न खोजेको भए हामीले स्वीकार थियो। यो देशमा 17,000 को रगतमा स्थापित गराएका प्रचण्डले पनि त्यो समय ठिकै छ आर्मीले कु गर्यो भने पनि बरु बाँचिन्छ होला भनेर बस्न बाध्य हुनुभयो। आज कुन पार्टीको कार्यकर्ता नेता सडकमा छाती ठोकेर हिँड्न सक्छ? कसैले सक्छ? एमाले काङ्ग्रेसले यसरी अब अधिवेशन गर्न सक्छ, सडकमा जान सक्छ, मासु भात र पेट्रोल नबाडिकन आउन सक्छ सडकमा। आज यो नेतृत्व, यो नेतागणको आचरण राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशासनको निम्ति लिएको अडानको कारणले गर्दा हिजो तपाईहरुलाई जन्ती मरामीमा तपाईलाई बोलाउँदैन थियो भन्ने तपाईहरुबाटै मैले सुनेको सिकेको कुरा आज कुनै पनि चिया पसलमा तपाईहरुले पार्टीको कुरा गर्दा भाग्नु पर्ने अवस्था हुन्थ्यो। आकाश हामीले जुदाएर कुरा गर्न सक्दैनथ्यौ। आज राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्तिले गर्दा, अवस्थाले गर्दा आज तपाई हामी कुनै पनि एमाले काङ्ग्रेस माओवादी कुनै पनि घन्टी पार्टी सोहीसँग पनि आँखामा आँखा जुदाउँदाखेरि उनीहरुको आँखा झुक्ने गरेको अवस्था छ। यो यतिकै भयो। 7 दिनमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने विचार बोकेका व्यक्तिहरूले आज 70 दिन हुँदासम्म एउटा कारबाही अगाडि बढाउन सकेको छैन। यो माहौलमा तपाई हामी चाहिँ निष्पक्ष रूपमा निर्वाचन हुन्छ भनेर मान्न सक्छौं? देशभरिबाट 7 प्रदेशबाट तपाईहरुको नेतृत्वमा हामी आऊ काठमाडौँ। त्यो वार्ताको टेबलमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुशीला कार्कीको सरकारले स्वीकार्नु पर्यो। राज संस्थाको एजेन्डा, राप्रपाले लिएको हिन्दू राष्ट्रको एजेन्डा हिजो एउटा सांसद हुँदै गर्दा आज 14 सांसदमा आएको छौं। यो स्वीकार्यता बढेको होइन। कसरी आयो त? 1बाट 14 हामी कसरी बढ्यौं त यदि जनताले स्वीकारेको थिएन भने? आज यो स्वीकारोक्ति बढेको छ। यो पार्टीको माहौल हेर्नुस्, दिनदिनै पार्टीमा प्रवेश गरिराखेको छौं। तर तपाई हामीहरूले भित्रभित्रै लडेर यो पार्टीमा केही भएन, यो पार्टी अगाडि बढेन भन्ने गलत भाष्य निर्माण गर्दैछौं। पहिला त्यसलाई निस्तेज गरौँ। पहिला त्यो भित्रको नकारात्मक आवाजलाई पार्टीभित्र निस्तेज गरौँ। यो देशमा अभिभावकको रूपमा राज संस्था चाहिन्छ। हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्छ र यो देशमा सुशासन कायम गर्नुपर्छ भन्ने मान्यता बोकेका सम्पूर्ण राष्ट्रवादीहरूलाई तपाईले बाइपास गरेर हिँड्नु भयो भने यो देशले फेरि पनि अस्थिरता खेप्नुपर्छ। स्थिरता र स्थायित्व कहिले पनि आउँदैन। प्रधानमन्त्री सुशीला कार्कीले सडकमा आएर भन्नुभयो यो नरसंहार हो र हत्याराहरूलाई जेल हाल्नुपर्छ। तर आज हामी 70 दिन भन्दा बढी नागिसक्दा पनि त्यही प्रधानमन्त्री त्यो युवाहरूको रगतमा स्थापित भएको सरकारमा उभिराख्दाखेरि पनि आज उहाँले हत्याराहरूलाई कारबाही त होइन, उहाँले प्रश्न पनि उठाउन सक्नु भएको छैन। यो लज्जास्पद। सायद इतिहासकै कालो क्रान्तिको रूपमा यो स्थापित हुन्छ। राज्य विहीनताको रात भदौ 24 गते तपाई हामी सबैले देख्यौं नि। राति अचानक एउटा आवाज आयो समाजमा, तपाईको गाउँठाउँ सहर हरेक ठाउँमा राज संस्था पुनर्स्थापित हुँदैछ अरे। हामी सबैले सुन्यौं। यो आवाज किन भयो? यो आवाज, यो लहर किन सृजित भयो? किनकि जब अप्ठ्यारो पर्छ जनताले अभिभावकलाई खोज्छ। त्यो दिन प्रमाणित भयो। हामीले राष्ट्रपति कि राजा भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले बारम्बार आवाज उठाइराख्दा हामीलाई तिमीहरू पछाडि फर्कन चाहन्छौ भन्ने आवाजहरू दिन जवाफ पाए। किनभने वैधानिक रूपमा यो देशको सर्वशक्तिमान राष्ट्रपतिको कार्यालय जलेर उहाँ भाग्दै गर्दा यो देशको प्रधानमन्त्री आफ्नो कुर्सी छोडेर आफ्नो जीवन रक्षाको लागि भाग्दै गर्दा, नेताहरू तित्तर बित्तर भएर आफ्नो सुरक्षाको लागि भाग्दै गर्दाखेरि यो देश अभिभावकहीन भयो।
त्यो दिन राजा भएको भए राजाले आफ्नो जनता छोडेर कहिले पनि भाग्नुहुन्न थियो। त्यसैले गर्दाखेरि जब हामी राष्ट्रिय प्रजातन्त्र पार्टीले यो देशमा अभिभावकत्व चाहिन्छ भनेर भनिरहेको थियौँ, यो यसै भनेका थिएनौँ। राष्ट्रपति भाग्न सक्दा रहेछन्, नेताहरू भाग्न सक्दा रहेछन्, तर जनताले मागेको बेला जनतालाई आफ्नो नासो बुझाएर पनि राज संस्था आज यही देशमा बसिरहेको छ। त्यसको लागि मलाई गर्व लाग्छ हामी राष्ट्रिय प्रजातन्त्र पार्टी। त्यो राज्यविहीनताको रात जस्तै कट्टर गणतन्त्रवादीले पनि तपाईँ सम्झनुहोस् त, यो देशको सबैभन्दा कट्टर गणतन्त्रवादीले पनि के सम्झ्यो, के परिकल्पना गर्यो भने आर्मी कहिले सडकमा आउँछ, सेना कहिले सडकमा आउँछ। तपाईँ हामीले महसुस गरेनौँ? हामी थरथर काँपिराखेको थियौँ। हरेक नेपाली जनता कतिखेर सडकमा सेना आउँछ र हामीलाई सुरक्षा दिन्छ। एउटा कट्टर गणतन्त्रवादीले पनि तपाईँको त्यो समय म भन्छु यो देशमा 17,000 को रगतमा स्थापित गराएका प्रचण्डले पनि त्यो समय ठिकै छ आर्मीले कु गर्यो भने पनि बरु बाँचिन्छ होला भनेर बस्न बाध्य हुनुभयो। तर सेनाले आफ्नो विवेक प्रयोग गर्यो। सेनाले त्यस समयमा सत्ता लिएन, संरक्षण दियो, किनभने उसलाई थाहा छ यो देशले अभिभावक खोजेको छ, सेनाको कु खोजेको होइन भनेर सेनाले एउटा अभिभावकको भूमिका निर्वाह गर्यो। वैधानिक रूपमा राष्ट्रपति सेनाको कमान्डर भए पनि त्यस दिन सेनाले यो देशलाई सुरक्षा दिएकै हो। आज राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन समझदारी किन भनिराखेको छ? यो भन्दा चर्को आन्दोलन, यो भन्दा चर्को पीडा तपाईले दक्षिण अफ्रिकामा सुन्नु भएको थियो होला। रङ्गभेदको राजनीतिक निषेध कस्तो थियो भनेर नेल्सन मण्डेलालाई। आज हामी किन मण्डेला मोडलमा जानुपर्छ भनेर भनिराखेका छौँ? किनकि मण्डेलालाई त्यति यातना दिए पश्चात पनि जब रङ्गभेदको निषेधको राजनीति अन्त्य भयो, मण्डेलाले प्रतिशोध सार्न चाहेनन्। आफूलाई त्यो पीडा दिने व्यक्ति डी क्लार्कलाई आफ्नै सरकारमा उपराष्ट्रपति बनाएर ल्याए, किनभने द्वन्द्वको सिद्धान्तले पनि, द्वन्द्व व्यवस्थापनको सिद्धान्तले पनि के भन्छ भन्दाखेरि कुनै पनि संक्रमणकालीन अवस्थामा स्थायित्व स्थिरता ल्याउने हो भने सबै पक्षधरलाई, द्वन्द्वका संक्रमणकालका सबै पक्षताहरूलाई एउटा टेबलमा राख्नुपर्छ भन्ने मान्यता द्वन्द्वको व्यवस्थापनको सिद्धान्तले मान्छ। 62-63 पछि हेर्नुहोस् त, राज संस्था, परम्परागत शक्ति, राष्ट्रवादीहरूलाई 62-63 पछि यी दलहरूले राखे त, वार्तामा राखे, राजासँग भएको सहमति पनि तोडियो। आज पनि यही मञ्चबाट सुशीला कार्कीज्यूलाई म आघात गराउन चाहन्छु। राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको हामी कार्यकर्ता मात्रै होइन, यो देशमा अभिभावकको रूपमा राज संस्था चाहिन्छ, हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्छ र यो देशमा सुशासन कायम गर्नुपर्छ भन्ने मान्यता बोकेका सम्पूर्ण राष्ट्रवादीहरूलाई तपाईँले बाइपास गरेर हिँड्नुभयो भने यो देशले फेरि पनि अस्थिरता खेप्नुपर्छ। स्थिरता र स्थायित्व कहिले पनि आउँदैन। आज राजा ज्ञानेन्द्र एउटा व्यक्ति हुन सक्छन्, एउटा पात्र हुन सक्छन्, प्रतीक हुन सक्छन्, तर राज संस्था भनेको हाम्रो इतिहास हो, हाम्रो सार्वभौम सत्ताको अभिमान, हाम्रो गौरव हो। त्यसैले गर्दा यो संस्थामा विश्वास राख्ने आम नेपाली यो जनसमूह, यो समुदायलाई निषेध गरेर कसैले पनि अब यो देशमा राजनीति गर्छु भन्ने सोच्छ भने त्यसलाई हामी चेतावनी दिन चाहन्छौँ। अस्तिको क्रान्ति अपुरो छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रवादीहरूले फेरि एकपटक हाम्रो अधिकार मागेर हामी सडकमा उत्रिनुपर्छ। किनभने यो पटक पनि तपाईँले हेर्नुहोस् त, एकछिन राष्ट्रपति कार्यालय अगाडि उफ्रियो, ऊ स्टेक होल्डर भयो, उसलाई बोलायो वार्तामा। अर्को एउटा अभियान्ता, हिजो अस्ति आएको अभियान्ता, आफैलाई पनि राजा घोषणा गर्नुपर्छ भन्ने व्यक्तिहरूलाई पनि स्टेक होल्डर बनाइयो। तर राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको त यो देशको वैधानिक शक्ति हो। पाँचौं दल, ठुलो दल थियौँ हामी, जनताबाट निर्वाचित प्रतिनिधिहरू छौँ, नेताहरू हुनुहुन्छ। हामीलाई बाइपास गरेर अब राजनीति गर्ने षड्यन्त्र तपाईँहरूले गर्नुभयो भने यो देशमा कहिले पनि शान्ति र स्थिरता हुँदैन, किनभने यो सिद्धान्त विपरीत हुन्छ। त्यसैले म सम्पूर्णलाई यहीबाट आग्रह गर्न चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गर्न चाहन्छ सबै दललाई, कुनै पनि दल विचारलाई निषेध नगरिकन जेनजी सहितको राष्ट्रिय एकता, राष्ट्रिय मेलमिलापको जुन मण्डेला मोडल थियो, जुन एकताको सरकारको मोडल थियो, पुनर्मिलनको सरकार थियो, राष्ट्रिय मिलनको सरकार थियो, त्यो सिद्धान्त अँगालेर अब देशलाई स्थायित्वतर्फ लैजान पर्छ। त्यो भदौ 24 गते तपाईँहरूले राज संस्थालाई सम्झिँदै गर्दाखेरि पनि घरमा बाबुआमा, घरमा सङ्कट पर्यो भने हामीले बाबुआमा सम्झिने हो नि त। त्यो दिन आम नेपाली जनताले सम्झेको पनि राज संस्थालाई एउटा अभिभावकत्वको लागि हो। त्यसैले गर्दाखेरि म यहाँहरूलाई भन्न चाहन्छु, राज संस्थाको एजेन्डा
एजेन्डा लिएर तपाईहरूलाई भन्नान् मान्छेहरूले तिमीहरू त पछाडि फर्कन चाहन्छौ, हामीले हीनता बोध लिनुपर्ने समय छैन। आज विश्वका 30वटा भन्दा बढी मुलुकमा संवैधानिक राज संस्था छन् र ती मुलुकहरू विश्वका सबैभन्दा अब्बल मुलुकहरूमा जान्छौँ। त्यही भएर हामी सही दिशामा छौँ भनेर हामीले घमण्ड र गर्वका साथ भन्नुपर्छ। म साथीहरूलाई यहाँ एउटा मेरो सबै अग्रजै हुनुहुन्छ यहाँनिर, म यहाँहरूलाई भन्न चाहन्छु, हरेक पटक म पार्टीको अधिवेशनहरूमा जाँदा कार्यक्रमहरूमा जाँदाखेरि सबैको गुनासो मैले सुन्ने गरेको छु। पार्टीले यो गरेन, पार्टी चाहिँ जोसमा आएन यो जेनजीको आन्दोलनपछि, पार्टीले लिनुपर्ने अडान लिएन, पार्टी बोलेन, पार्टी कराएन। कहिलेकाहीँ हामीले के मनन गर्नुपर्छ भन्दाखेरि कुनै कोठामा बसेर कुनै ठाउँमा बसेर हामीले ठुलो आवाजले चिच्याएर मात्रै सम्बोधन हुँदैन, ठुलो आवाज हुनेको मात्रै विजय हुँदैन। कहिलेकाहीँ हामी शान्त भएर सही समयमा आफ्नो बौद्धिकता, विवेक र शब्दहरूको प्रयोग गर्यौँ भने तब हामीले जित्छौँ। त्यसैले तपाईँहरू नआत्तिनुहोस्। पार्टीले चैत 15 गते तपाईँ हामीले भोगेनौँ, एउटा अर्को व्यक्तिको अभियानलाई हामीले समर्थन गर्दै गर्दाखेरि हाम्रो सिङ्गो पार्टी नै एउटा भट्खालोमा झन्डै परिसकेको हामीले महसुस गरेनौँ। जेनजीको आन्दोलन पश्चात हिरो हुन्छु म त देश नेतृत्व गर्छु भन्ने प्रचण्डले आज आफ्नो पार्टी माओवाद खारेज गरेर हेर्नुहोस् त 17,000 नेपालीलाई मारेको थियो, 2 लाख तपाईँको युवाहरू विस्थापित भएका थिए, 6 लाखले चाहिँ देश छोड्न बाध्य भएका थिए, लाखौँको सङ्ख्यामा चाहिँ तपाईँको उद्योगहरू बन्द भएर ल्याएको माओवाद, त्यो माओवाद उहाँले खारेज गर्दै आज आफ्नो अस्तित्वगत सङ्कट आएपछि अर्कै पार्टी बनाउनु भयो, अर्कैतर्फ विलिन हुनुभयो। खै त उहाँ त युजेनजी आन्दोलनपछि त म प्रचण्ड म नेतृत्व गर्छु भनेर प्रतिपक्ष दलको बैठकबाटै भाग्नु भएको होइन। रासोपाको पार्टी अध्यक्ष जेलबाट पुरै भयङ्कर ठुलो आवाज गरेर गडगडाएर गाडीबाट हात हल्लाउँदै अबको प्रधानमन्त्री मै हो जसरी निस्किनु भएको होइन। के गर्यो त स्वीकार्यो जेनजीले। हाम्रो पार्टीले पनि त्यो समयमा हामीले त्यो आन्दोलनलाई कब्जा गर्न खोजेको भए हामीलाई स्वीकार्थ्यो। तपाईँहरू उत्तर दिनुहोस् त, मान्थ्यो उनीहरूले त्यो समयमा? र रक्तपातमा चाहिँ केही युवाहरूको ज्यानमा रगतमा लखपतिएको राज संस्थामा तपाईँहरू राज संस्था राख्न चाहनुहुन्छ? त्यो एउटा आन्दोलन भयो, राति लगेर राजा राख्थ्यो अरे। ल तपाईँ हामी सबै भएर रख्थ्यौँ नि हामीले चाहिँ दरबारमा राजालाई। भोलि अर्को आन्दोलन आएर अर्को पक्षले आन्दोलन गर्दैन थियो, राजालाई त्यहाँबाट निकाल्दैन थियो भन्ने कुरा तपाईँहरूले जिम्मा लिन सक्नुहुन्थ्यो। कहिलेकाहीँ पार्टीले विवेक प्रयोग गर्नुपर्छ होइन। जति तपाईँ हामी पार्टीको आलोचना गर्छौँ नि बाहिर त्यत्तिकै यो पार्टी लोकप्रिय छ। त्यसैले हामीले पहिला आफ्नो पार्टीको नीति एजेन्डाहरूमा पहिला गर्व गरौँ, पार्टीले लिएको डिसिजनहरूमा गर्व गरौँ। म मान्छु पार्टीको तपाईँले देखिरहनु भएको छ सामाजिक सञ्जालमा यो हाम्रो आन्तरिक छलफल हो, त्यही भएर हामीले भन्न पनि मिल्छ हो त्यसको अन्त्य हुनुपर्छ भन्ने पक्षमा म पनि छु। किनभने एउटालाई खतम गरिदिएँ त्यसलाई मैले त समाप्त गरिदिएँ भन्ने सामान्य सोचबुझ पनि प्रयोग नगरी पार्टी र नेतृत्वको विषयमा एकअर्काको विषयमा सामाजिक सञ्जालमा पार्टीलाई उदाङ्गो गर्नु त्यो नेतृत्वको क्वालिटी नै होइन, त्यो गलत हो, त्यसको अन्त्य गर्नुपर्ने हो। आज यी कुराहरू सामाजिक सञ्जालमा नआएर यस्तै समितिमा बैठकमा कुरा उठ्ने हो भने त्यो समाधानतर्फ जान्छ। तर जग हसाएर आज हामीले हाम्रो पार्टीलाई यहाँ एउटा भाष्य निर्माण गरिँदैछ। पार्टीले केही गरेन, के गर्ने? हामीले गरेको होइन आन्दोलन। तर हामीले के भनिराखेको थियौँ भन्दाखेरि यदि जुन दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता बाहेकका नेपाली जनतालाई भ्रष्टाचार यो देशमा मौलाएको छ, यो बेथितिले छुन्छ, यो बेथितिले पिरोल्छ, यो अनियमितता दलको सिन्डिकेटको राजनीतिले पिरोल्छ र सडकमा आउँछन् तब आन्दोलन सफल हुन्छ भनेर हामीले उत्तर दिएको थियौँ। आखिर राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको विचारमै रोपेको बिउमै आज यो भदौ 23 र 24 गतेको आन्दोलनको जन्म भएको हो। त्यसैले सबै कुरा हामीले प्राप्त गर्नुपर्छ भने होडबाजीमा नलागौँ। कहिलेकाहीँ हामीले समयलाई पर्खिनुपर्छ र समय आउँदैछ, त्यो हामीले देखिसकेको छौँ। मैले यहाँहरूलाई आज धेरै कुरा भन्न चाहिनँ, धेरैजना अग्रजहरू हामीसँग यही नै हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जहिले पनि के भन्दै आएको थियो भन्दाखेरि चाहे राज संस्था आओस् नआओस्, चाहे हिन्दू राष्ट्र आओस् नआओस्, त्यसको निर्णय तपाईँ हामीले गर्ने हो। हामीलाई के भन्छन्? विदेशीले गरेको, विदेशीले ल्याएको गणतन्त्र। तपाईँ फेरि विदेशीले ल्याएको व्यवस्थामा बस्न चाहनुहुन्छ? आज यो शून्यतामा हेर्नुहोस् त, जुन राजनीतिक शून्यता हामीले दियौँ, यो गणतन्त्रले डेलिभरी नदिएको कारणले गर्दा यो आन्दोलन भएको हो। तपाईँ हामी आक्रोशित भएको हो डेलिभरी नदिएको कारणले गर्दा। र बाह्य शक्ति त पछि आउँछ,
त्यो बाह्य शक्तिलाई आउने वातावरण त नेपाली जनता र नेताहरूले नै बनाएको हो। त्यो शून्यतामा उनीहरूले खेलेको हो। त्यसैले गर्दाखेरि यो देशमा के हुन्छ, कस्तो व्यवस्था हुन्छ भन्ने निर्णय तपाईँ हामीले, देशको निर्णायक हाम्रो हातमा हुन्छ। भोलिको दिनमा नेपाली जनताले चाहेन भने हुँदैन, नआउला हामीले लिएका एजेन्डा, तर कमसेकम यो देशको निर्णायकत्व हाम्रो हातमा थियो भनेर हामीले गर्व गर्न सक्ने अवस्था आउनुपर्छ। त्यो हामीले माग गरिराखेको, त्यो दिशातर्फ जानुपर्छ। केही दिन अघि म विभिन्न मन्त्रालयहरू गएँ, सिंहदरबार गएँ। तपाईँहरूलाई थाहा छ हरेक सिंहदरबारको कार्यालयको कम्प्युटरको हार्ड डिस्क चोरी भएको छ। हामीले हाम्रो डेटा सेन्टर जोगायौँ, जलेन आन्दोलनमा, तर तपाईँहरूले सोध्नुहोस् सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, हरेक मन्त्रालयको कम्प्युटरको हार्ड डिस्क चोरेर लगेको छ। कसलाई चाहियो त त्यो? आज नेपालको डेटा अब एक ठाउँमा मात्रै होइन, नेपाल सरकारसँग मात्रै होइन, अर्को एउटा बाह्य पक्षसँग पनि छ। यो अवस्थामा हामी निर्वाचनमा जान सक्ने स्थिति बन्ला? त्यसको दुरुपयोग हुन्छ हुँदैन भन्ने निश्चितता अहिलेको यो सरकारले हामीलाई दिन सक्छ? 7 दिनमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने विचार बोकेका व्यक्तिहरूले आज 70 दिन हुँदासम्म एउटा कारवाही अगाडि बढाउन सकेको छैन। यो माहौलमा तपाईँ हामी चाहिँ निष्पक्ष रूपमा निर्वाचन हुन्छ भनेर मान्न सक्छौँ? त्यसले गर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी एक ढिक्का भएर अब सडकको बाटोमा पनि आउन सक्नुपर्ने हुन्छ। म निवेदन गर्छु देशभरिबाट, सातै प्रदेशबाट तपाईँहरूको नेतृत्वमा हामी आऊ काठमाडौँ, हाम्रो कुरा सुन्नु पर्यो। त्यो वार्ताको टेबलमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुशीला कार्कीको सरकारले स्वीकार्नु पर्यो, किनभने राज संस्थाको एजेन्डा, राप्रपाले लिएको हिन्दू राष्ट्रको एजेन्डा हिजो एउटा सांसद हुँदै गर्दा आज 14 सांसदमा आएको छौँ। यो स्वीकार्यता बढेको होइन। कसरी आयो त? 1बाट 14 हामी कसरी बढ्यौँ त? यदि जनताले स्वीकारेको थिएन भने आज यो स्वीकारोक्ति बढेको छ। यो पार्टीको माहौल हेर्नुहोस्, दिनदिनै पार्टीमा प्रवेश गरिराखेको छौँ, तर तपाईँ हामीहरू नै भित्रभित्रै लडेर यो पार्टीमा केही भएन, यो पार्टी अगाडि बढेन भन्ने गलत भाष्य निर्माण गर्दैछौँ। पहिला त्यसलाई निस्तेज गरौँ, पहिला त्यो भित्रको नकारात्मक आवाजलाई पार्टीभित्र निस्तेज गरौँ। आज अन्तिममा तपाईँहरूलाई म भन्न चाहन्छु, भन्नुहोस् त आज कुन पार्टीको कार्यकर्ता नेता सडकमा छाती ठोकेर हिँड्न सक्छ? कसैले सक्छ? एमाले काङ्ग्रेसले यसरी अब अधिवेशन गर्न सक्छ, सडकमा जान सक्छ, मासु भात र पेट्रोल नबाडिकन आउन सक्छ सडकमा? आज यो नेतृत्व, यो नेतागणको आचरण, राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशासनको निम्ति लिएको अडानको कारणले गर्दा हिजो तपाईँहरूलाई मलामीमा पनि वर्जित गरिएको थियो। जन्ती मलामीमा तपाईँलाई बोलाउँदैन थियो भन्ने तपाईँहरूबाटै मैले सुनेको सिकेको कुरा। आज कुनै पनि चिया पसलमा तपाईँहरूले पार्टीको कुरा गर्दा भाग्नुपर्ने अवस्था हुन्थ्यो। आँखा हामीले जुदाएर कुरा गर्न सक्दैनथ्यो। आज राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्तिले गर्दा, अवस्थाले गर्दा आज तपाईँ हामी कुनै पनि एमाले काङ्ग्रेस माओवादी कुनै पनि घन्टी पार्टी सोहीसँग पनि आँखामा आँखा जुदाउँदाखेरि उनीहरूको आँखा झुक्ने गरेको अवस्था छ। यो यत्तिकै भयो? यो तपाईँ हाम्रो सामूहिक नेतृत्वको कारणले गर्दा, योगदान बलिदानीको कारणले यो अवस्थामा आज पार्टी आएको छ। त्यसैले गर्दा पार्टीको यो आत्मविश्वासलाई अगाडि लाग्नु भएन भने यो जटिल अवस्थामा हामीले देशलाई जोगाउन सक्दैनौँ। किनभने एउटा कित्ता राष्ट्रघाती छ भने राप्रपा मात्र एउटा राष्ट्रवादी कित्तामा उभिएको छ। आदरणीय अग्रज तथा नेतागणहरू, म भन्न चाहन्छु, जाँदा जाँदै जहाँ भएको तपाईँको एउटा रिफ्युजी क्याम्पमा एकजना बुवाले मलाई भन्नुभएको थियो, कमिलाको टाउको जत्रो मात्रै माटो तिम्रो हो र त्यो तिम्रो देश हो भने त्यसको ठुलो महत्त्व हुन्छ छोरी। हामी जस्तो रेफ्युजीलाई सोध जसको देश छैन, एकादेशमा मेरो देश थियो भन्ने अवस्था आएको छ। अहिलेको अवस्थामा हामीले मनन गर्नुपर्ने कुरा यही हो। हाम्रो विचार, सिद्धान्त, पार्टी भन्दा माथि देश नै छ। यो देशको माटो हामीले जोगाउन सकेनौँ भने एकादेश हुन जान्छ। र अन्त्यमा अब यस नगर कमिटीबाट आउनुहुने नेतृत्वले यो पार्टीलाई, पोखरा महानगरलाई अझै सशक्त ढङ्गबाट अगाडि बढाउनुहोस्। महिला दिदीबहिनीहरू देखिरहेको छु, तपाईँ हाम्रो अबको समय भनेको नेतृत्व गर्ने हो। हामी खादामाला बाँड्छौँ होला, हामी चुनावमा पछि पछि हिँड्छौँ होला, खाना पनि पकाएर खुवाउँछौँ होला, तर अब तपाईँको हस्ताक्षर यो पार्टीको कमिटीमा चल्न पर्छ, नगरपालिकामा चल्न पर्छ, मन्त्रालयमा चल्न पर्छ र देशको निर्णायकत्व लिने ठाउँमा तपाईँ हाम्रो उपस्थिति बलियो हुनुपर्छ। त्यसैले गर्दा तपाईँ हामी भनेको अब अग्रपङ्क्तिमा नेतृत्व गर्न आउनको लागि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। यो कमिटीबाट पनि महिला साथीहरू
अब म पनि नेता हुँ भनेर मानेर तपाईँहरू दृढ भएर अगाडि बढ्नुहोस्। अब यो महानगरको अधिवेशनको म यहाँहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। जय राष्ट्रवाद।